अहिले म एउटा फेरि नयाँ भिडियो बनाउन गइरहेको छु। यसमा मुख्यतया अहिले अमेरिकी प्रशासन अथवा ट्रम्प प्रशासनले जारी गरेको नयाँ ट्राभल ब्यान जुन छ यसको बारेमा हामी चर्चा गर्नेछौँ। यो किन पनि महत्त्वपूर्ण छ भने यसमा हाम्रा छिमेकी अथवा चाहिँ साउथ एसियाका विभिन्न देशहरू जस्तै भुटान, पाकिस्तान, अफगानिस्तान लगायतका देशहरूको नाम पनि यो सूचीमा छ। त्यो सँगसँगै भुटान जोडिएपछि यहाँ केही नयाँ चर्चाहरू भइरहेका छन्। त्यो के हो भने भुटानी शरणार्थीको विषयमा जुन नेपालमा लामो समयदेखि एउटा 2023 मध्यदेखि जुन एउटा चाहिँ बहस सुरु भएको थियो, भ्रष्टाचार काण्ड बाहिर आएको थियो, त्यो कतै भुटानलाई ब्यान गर्ने एउटा कारण त होइन भन्ने विषयमा भुटानमा समेत चर्चा छ र त्यो पनि नेपालमा समेत अहिले चर्चा चलिरहेको छ। नेपाल यो ब्यानको सूचीमा त छैन, तर के भविष्यमा नेपाल पर्ने सम्भावना रहन्छ कि रहँदैन त यी विषयमा पनि हामी यहाँ चर्चा गर्नेछौँ। त्यसकारणले यो अब सुरु गरौँ जानकारीबाट। सबभन्दा फर्स्टमा अमेरिकाले यस्तो खालको ट्राभल ब्यान चाहिँ विभिन्न समयमा कुराकानी गर्दै आइरहेको हो र अहिले चाहिँ यो ट्रम्प प्रशासनले न्यू ट्राभल ब्यान चाहिँ सुरु गरेको छ र त्यो ट्राभल ब्यान लगभग 43वटा कन्ट्रीहरूमा चाहिँ अहिले छ। 43 कन्ट्रीहरूमध्ये हाम्रा छिमेकी देशहरू समेत यसमा पर्ने गर्छन्। 43 मध्येबाट भुटान, अफगानिस्तान पनि यही छन् र अगाडि गएर मैले 3वटा क्याटेगोरी यी 43 देशहरूलाई विभिन्न 3वटा क्याटेगोरीमा चाहिँ अमेरिकाले बाँडेको छ र ती 3वटा क्याटेगोरीको बारेमा पनि हामीले कुराकानी गर्नेछौँ। यसमा महत्त्वपूर्ण अहिले अमेरिकाले जुन चाहिँ यो ट्राभल ब्यान सुरु गरेको छ अथवा जारी गर्ने कुराकानी आइरहेको छ, यो विशेष गरेर अमेरिकाले आफ्नो नेसनल सेक्युरिटी कन्सर्नलाई चाहिँ ध्यानमा राखेर गरिएको हो भन्ने किसिमको दाबी गरेको छ। तर कयौँ अरूले चाहिँ यसलाई अरू किसिमले पनि बुझेका छन्। जस्तो यो ट्राभल ब्यान जुन अहिले भइरहेको छ, यो चाहिँ अमेरिकामा ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेको जनवरी 20 को वरिपरि जुन उनले एउटा एक्जिक्युटिभ अर्डर जारी गरेका थिए, त्यो एक्जिक्युटिभ अर्डरले चाहिँ अमेरिकाको सेक्युरिटीलाई इन्हेन्स गर्नको लागि विभिन्न देशबाट आउने नागरिकहरूलाई सेक्युरिटी स्क्रिनिङ गर्ने कुरा चाहिँ यसमा उल्लेख गरेको छ। जो मान्छे विभिन्न बाहिर देशबाट अमेरिका छिर्न चाहन्छन् अथवा चाहिँ अमेरिकामा पढ्नको लागि, लेख्नको लागि अथवा अन्य कामका लागि जुन अमेरिका जान चाहन्छन्, तिनी नागरिकहरूले अन्य देशका नागरिकहरूलाई चाहिँ अमेरिकामा छिर्दाखेरि उनीहरूलाई स्क्रिनिङ, सेक्युरिटी स्क्रिनिङलाई चाहिँ अझ मजबुत बनाउने, त्यसलाई अझ टाइट गर्ने चाहिँ उनको त्यो नीति थियो। र त्यो सँगसँगै 2017मा जब उनी पहिलोपटक अमेरिकाको राष्ट्रपतिका रूपमा कार्यरत थिए, 2017तिर पनि एउटा ट्राभल ब्यान चाहिँ उनले चाहिँ ल्याउने कोसिस गरेका थिए। तर त्यो चाहिँ ट्राभल ब्यान चाहिँ विशेष गरेर यी सम्पूर्ण देशबाट नभएर मुस्लिम मेजोरिटी कन्ट्रिजहरूका नागरिकमाथि चाहिँ त्यो ट्राभल ब्यान केन्द्रित थियो। तर पछि अमेरिकाको सर्वोच्च अदालतले अथवा सुप्रिम कोर्टले त्यो ब्यानलाई चाहिँ अवैध घोषणा गर्यो र त्यो ब्यान त्यहीँनिर थुइयो। त्यसकारणले यी विभिन्न परिघटनालाई हामीले जोड्न जरुरी छ। ट्रम्प 2017देखि नै विभिन्न देशका नागरिकहरूलाई चाहे त्यो रिलिजनको आधारमा होस्, चाहे त्यो कुनै धर्म अथवा साम्प्रदायिक आधारमा होस्, त्यहाँ चाहिँ ब्यान गर्न कोसिस गरिरहेको हामी देख्न सक्छौँ। अझै अहिले आएर जुन ट्राभल ब्यान चाहिँ सुरु भएको छ, त्यो विशेष गरेर 2वटा बेसमा चाहिँ देख्न सकिन्छ। एउटा भनेको धर्मको आधारमा मैले अघि चर्चा गरे जस्तै मुस्लिम मेजोरिटी कन्ट्रिजहरूमाथि बढी चाहिँ टार्गेट गरेको देखिन्छ। दोस्रो भनेको चाहिँ रिजनल लाइन्सहरूमा, जस्तो साउथ एसियाका देशहरू टार्गेटमा परिरहेका छन्, ल्याटिन अमेरिकाका देशहरू टार्गेटमा परिरहेका छन्, अफ्रिकाका देशहरू टार्गेटमा परिरहेका छन्। त्यसकारणले यो चाहिँ रिजन वाइज एउटा देखिन्छ भने अर्को रिलिजन वाइज पनि अर्को देखिन्छ। त्यसकारणले यसले अहिले अमेरिकामा ठुलो चाहिँ एउटा कन्ट्रोभर्सी क्रिएट गरिरहेको छ। विभिन्न अमेरिकाका ट्रम्पका विरोधीहरू जस्तै डेमोक्रेटहरू, त्यहाँका मिडियाहरूले चाहिँ यो स्टेपलाई चाहिँ एउटा ट्रम्पको एन्टी इमिग्रेसन पोलिसीको रूपमा चाहिँ त्यसलाई विरोध गरिरहेका छन्। तर अघि मैले भने जस्तै अमेरिकी प्रशासनले विशेष गरेर यसलाई चाहिँ नेसनल सिक्युरिटीसँग जोडे पनि अमेरिकामा अथवा विश्वभरि नै यसलाई एउटा अमेरिकाको एन्टी इमिग्रेसन जुन ट्रम्पको पोलिसी छ अथवा मुभ छ, त्यसको रूपमा पनि मान्छेहरूले बुझिरहेका छन्।
अब यो ट्रम्पले जुन जारी गरेको 43वटा देशहरू त्यहाँ बढेका छन् अहिले, ती 43 देशलाई चाहिँ विभिन्न क्याटेगोरीमा विभाजन गरिएको छ। एउटा पहिलो भनेको चाहिँ रेड लिस्ट हो। यसमा चाहिँ फुल भिजा सस्पेन्सन हुन्छ। त्यहाँ जो मान्छे चाहिँ अमेरिकामा छिर्न चाहन्छन् तिनीहरूको चाहिँ भिजा पुरै रद्द गर्ने अर्थात् उनीहरूलाई भिजा नदिने चाहिँ उनको त्यो नीति छ। त्यसमा चाहिँ 11वटा कन्ट्रीहरू लिस्टमा छन्, जस्तो अफगानिस्तान हाम्रो चाहिँ साउथ एसियाबाट पर्छ भने भुटान अर्को छ। त्यसै गरेर अमेरिकाको नजिकै र लामो समयदेखि अमेरिकाको पुरा विरोधी अथवा चाहिँ भनौँ प्रतिद्वन्दी रहेको क्युबा, इरान, लिबिया, नर्थ कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला, यमन, यी देशका नागरिकहरूलाई चाहिँ अमेरिकामा छिर्नको लागि पूर्ण रूपमा ब्यान गर्ने अमेरिकन नीति देखिन्छ। दोस्रो भनेको चाहिँ यसमा जुन उनीहरूको चाहिँ एउटा आर्गुमेन्ट के छ भने यी देशहरूले जुन चाहिँ यहाँनिर माथि उल्लेख गरिएका छन्, यी देशहरूले चाहिँ अमेरिकाको जुन सेक्युरिटी स्ट्यान्डर्ड हो त्यो चाहिँ म्याच गर्दैनन्। उनीहरू चाहिँ त्यो सेक्युरिटी स्ट्यान्डर्ड मिट गर्नको लागि फेल भएको कारणले अमेरिकाले यिनीहरूलाई ब्यान गरेको। त्यस्तै गरेर यिनीहरूबाट जुन भिजा प्रोसेसको लागि चाहिँ अथवा जुन उनीहरू चाहिँ अमेरिकाका लागि नेसनल अथवा सेक्युरिटी थ्रेटको रूपमा अमेरिकाले बुझ्ने गरेको छ। त्यस कारणले यो जुन एक्सटेन्सन अफ ट्रम्प अर्लियर एफर्ट जुन हामीले अगाडि कुराकानी गरेको थियौँ, मुस्लिम मेजोरिटी कन्ट्रिजबाट जुन अमेरिकामा चाहिँ जाने मान्छेहरूमाथि 2017देखि नै ट्रम्पले एउटा ब्यान गर्नको लागि उनले कोसिस गरिरहेका थिए, त्यो अहिले त्यही निरन्तरता अथवा त्यसैकै एक्सटेन्सनको रूपमा चाहिँ हामीले बुझ्न सक्छौँ। र यो विशेष गरेर अब जुन माथि छन् क्युबा, इरान, लिबिया, नर्थ कोरिया लामो समयदेखि अमेरिकाका विरोधी अथवा चाहिँ अनफ्रेन्डली कन्ट्रिजहरू हुन्। त्यस कारणले उनीहरूसँग अमेरिकाको त्यति राम्रो सम्बन्ध पनि छैन, डिप्लोमेटिक सम्बन्ध। त्यस कारणले त्यो चिजलाई चाहिँ हामीले यहाँनिर बुझ्न जरुरी छ। दोस्रो भनेको चाहिँ अरेन्ज लिस्ट छ। अरेन्ज लिस्टमा चाहिँ को छन् त भन्दाखेरि अरेन्ज लिस्टमा चाहिँ पर्ने देशहरू 10वटा देशहरू छन्। यसमा चाहिँ विशेष गरेर सेलेक्टिभ भिजा ब्यान हुन्छ भनेको सबैलाई चाहिँ ब्ल्याङ्केट ब्यान हुँदैन कि त्यहाँ मान्छे हेरेर अथवा अनुहार हेरेर अथवा उनीहरूका गतिविधि हेरेर यसमा चाहिँ ब्यान गर्ने कुरा भइरहेको छ। अथवा यसलाई हामीले के भन्न सक्छौँ भन्दाखेरि पार्सियल भिजा सस्पेन्सन, यो चाहिँ ब्ल्याङ्केट ब्यान चाहिँ होइन। यसमा 10वटा कन्ट्रीहरू छन्, जस्तो फर्स्टमा बेलारुस छ, सेकेन्डमा इरिट्रिया छ, हैटी छ, लाओस छ, एसियाको म्यानमार छ, रसिया भयो, सेरालियोन, साउथ सुडान, तुर्कमेनिस्तान, यसरी 10वटा देशहरू चाहिँ यो लिस्टमा परेका छन्। यसमा जुन देशहरू परेका छन् अथवा जुन देशका नागरिकहरू चाहिँ यो पार्सियल भिजा ब्यानमा परेका छन्, यिनीहरूले चाहिँ विशेष गरेर इमिग्रेन्ट अथवा चाहिँ आप्रवासनका लागि अमेरिका जाने र भिजिट जाने 2वटा भिजाहरू चाहिँ रेस्ट्रिक्टेड हुनेछन्। यी 10वटा देशका लागि विशेष गरेर 2वटा भिजा चाहिँ ब्यान हुनेछन्। तिनी भनेको चाहिँ इमिग्रेन्टको पर्पोजले अथवा बसाइसराईको चाहिँ कारणले जान खोजेका, दोस्रो कारण भनेको चाहिँ टुरिस्ट भिजिट भिजामा जान खोज्ने टुरिस्टहरूलाई पनि ब्यान गरेको छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा चाहिँ के बिर्सिनु हुँदैन भने यहाँ चाहिँ बिजनेस पर्पोजको लागि ट्राभल गर्नको लागि चाहिँ ब्यान गरेको छैन। जो मान्छे अमेरिका यी 10वटा देशबाट चाहिँ बिजनेस पर्पोजको लागि जान चाहन्छ अथवा उनीहरू पैसा लिएर अमेरिका जान्छन्, द्याट मिन्स अमेरिका इज ओपन फर दिस पिपल, राइट। सो त्यस कारणले यसमा भाका जुन देशहरू छन् त्यो देशहरू हामीले हेऱ्यौँ भने विशेष गरेर चाहिँ प्रो रसियन क्याम्पका देख्न सकिन्छ। बेलारुस भयो, त्यस्तै गरेर चाहिँ तुर्कमेनिस्तान भयो। यी देशहरू चाहिँ अमेरिकाले लामो समयदेखि विरोधी अथवा राम्रोसँग डिप्लोमेटिक सम्बन्ध नभएको र रसियाका फ्रेन्डली कन्ट्रिजको रूपमा चाहिँ हामीले बुझ्न सक्छौँ। तेस्रो भनेको चाहिँ येल्लो लिस्ट छ। यसमा चाहिँ केही वार्निङ सहित अथवा केही चाहिँ बन्देज सहितका देशहरू पर्छन्। यसमा 22वटा कन्ट्रीहरू चाहिँ यो लिस्टमा परेका छन्। 22वटा कन्ट्रीहरूमध्ये हामीले चाहिँ यहाँ हेऱ्यौँ भनेपछि साउथ एसियाबाट चाहिँ केही कन्ट्रीहरू सब परेका छन्। यसमा चाहिँ अघि मैले भने जस्तै भुटानलाई फेरि सच्याएर यो चाहिँ तेस्रो क्याटेगोरीमा राखिएको छ। यसमा 22वटा कन्ट्रीहरू पर्छन् भने ती देशहरूमाथि 60 दिनमा उनीहरूले जुन अमेरिकाको एउटा सेक्युरिटी कोअपरेसन गर्नुपर्ने, अमेरिकासँग कोअपरेसन गरेर उनीहरूका क्वेसनहरू अथवा उनीहरूका चाहिँ कन्सर्नहरूलाई एड्रेस गर्यो भने त्यो ब्यान्डलाई चाहिँ उनीहरूले ओपन गर्न सक्ने बात चाहिँ खोलेको छ। त्यस कारणले यसमा जुन कन्ट्रिजहरू परेका छन् तिनीहरू भनेको अङ्गोला छ, अर्को चाहिँ बेनान छ, भुटान छ, बुर्किना फेसो, क्यामरुन,
क्याप भेन्डे, चाड, रिपब्लिक अफ कङ्गो, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, यी विभिन्न देशहरू परेका छन्। त्यस्तै गरेर साउथ एसियाबाट पनि पाकिस्तान पनि यसमा चाहिँ परेको छ। त्यस कारणले यो ब्यान विशेष गरेर पोर पासपोर्ट सेक्युरिटी अथवा चाहिँ जुन इन्टरनेसनल रूपमा पासपोर्टको ऱ्याङ्किङ हुन्छ, त्यो पासपोर्ट ऱ्याङ्किङमा यी धेरैजसो देशहरू चाहिँ पोर चाहिँ उनीहरूको चाहिँ पर्फर्मेन्स छ। त्यस्तै गरेर उनीहरू जुन यो देशका नागरिकहरूले अमेरिकामा भिजा अप्लाई गर्दाखेरि उनीहरूले जुन दिने इन्फर्मेसन हो, त्यो इन्फर्मेसन चाहिँ कम रहेको अथवा कमजोर भएको, सही इन्फर्मेसन नदिएको चाहिँ अमेरिकाले आरोप लगाउने गरेको छ। त्यस कारणले गर्दाखेरि यो येलो लिस्टमा परेका कन्ट्रीहरूलाई वार्निङ दिने र तिनीहरूले अमेरिकाका सेक्युरिटी कन्सर्न अथवा विशेष गरेर उनीहरूले चाहिँ देखेका कन्सर्नहरूलाई एड्रेस गर्यो भने त्यसको लागि चाहिँ उनीहरूले ओपन गर्ने एउटा पोलिसी देख्न सकिन्छ। त्यसै कारण यो चाहिँ जुन ट्राभल ब्यान अहिले चाहिँ हामीले कुराकानी गरिरहेका छौँ, यो वास्तवमा कसले चाहिँ प्रिपेयर गरिरहेको छ, यसमा यो ब्यान लिस्ट तयार गर्नको लागि को चाहिँ जिम्मेवार छन् त? सबैभन्दा फर्स्टमा छ अमेरिकाको जुन स्टेट डिपार्टमेन्ट हो अथवा चाहिँ सरकारी भन्ने भनौँ, त्यो चाहिँ यसमा लागिरहेको छ। त्यो सँगसँगै डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र अरू इन्टेलिजेन्स एजेन्सिजहरू चाहिँ यसमा इन्भल्भ छन्। र फर्स्टमा यिनीहरूले दिएको अमेरिकन सूचना अनुसार अथवा अमेरिकाका मिडियाहरूले चर्चा गरे अनुसार यसमा विशेष गरेर 3वटा कुराहरूलाई चाहिँ क्राइटेरिया बनाइएको छ। फर्स्टमा अघि चाहिँ चर्चा भए जस्तै विक पासपोर्टको इस्यु, जस्तो जुन देशको पासपोर्टहरू विभिन्न इन्टरनेसनल ऱ्याङ्किङहरूमा कमजोर देखिएका छन्, तिनीहरूले चाहिँ एउटा पासपोर्टको कमजोरी उनीहरूको त्यो चाहिँ उनीहरूले एउटा कारण देखाएका छन्। त्यस कारणले यो चाहिँ पासपोर्टको कमजोरीको कारणले गर्दाखेरि उनीहरूका डकुमेन्टहरू अथवा उनीहरूका इन्फर्मेसनहरू चाहिँ भेरिफाई गर्न गाह्रो हुने चाहिँ उनीहरूले कारण देखाएका छन्। दोस्रो कुरा भनेको चाहिँ अमेरिकन भिजा जुन एप्लिकेन्ट्सहरू हुन्छन्, तिनीहरू अमेरिका जाँदाखेरि अमेरिकासँग गर्नुपर्ने जुन इन्टेलिजेन्स सेयरिङ हो, उनीहरूका बसाइसराई अथवा अमेरिकाले जुन कुराहरू चाहिँ इन्टेलिजेन्स पर्सपेक्टिभबाट माग्ने गर्छ, त्यो इन्फर्मेसनहरू राम्रोसँग सेयरिङ नगरेको कारण देखाइरहेको छ अमेरिकाले। तेस्रो भनेको चाहिँ अमेरिकामा जुन देशका नागरिकहरू यहाँ चाहिँ यिनी कारण, अर्को कारण भनेको चाहिँ अमेरिकामा गएर जुन भिजा पाइसके पछाडि उनीहरू त्यो भिजालाई उल्लङ्घन गर्ने, भिजामा उल्लेख भएको चाहिँ प्रविधि अथवा परिधिभन्दा बाहिर गएर अमेरिकामा लामो समय बस्ने, त्यहाँ काम गर्ने, त्यस्तै कारणले चाहिँ भिजाका जुन प्रोभिजनहरूलाई चाहिँ भायोलेट गर्ने र त्यस्तै गरेर त्यहाँबाट जाने इमिग्रेन्टहरूको चाहिँ बिहेभियर अथवा उनीहरूले गर्ने विभिन्न बिहेभियरहरू पनि यसमा चाहिँ कारण देखाइएको छ। त्यस कारणले विशेष गरेर 3वटा कारणलाई बेस बनाएर चाहिँ अमेरिकाले यो ट्राभल ब्यानलाई जारी गरेको देखिन्छ। तर एउटा यहाँनिर एउटा महत्त्वपूर्ण र हाम्रो नेपालका लागि एउटा कन्सर्नको कुरा के हो भन्दाखेरि यो जुन ड्राफ्ट बनिरहेको छ, यो ड्राफ्ट चाहिँ अन्तिम ड्राफ्ट होइन। यसलाई विभिन्न कालखण्डमा फेरि चाहिँ रिभ्यू गर्ने, नयाँ लिस्ट जारी गर्ने, त्यसकारण त्यो क्रम चाहिँ चलिरहने हुँदाखेरि नेपाल पनि यसमा कतै कहीँ गएर एउटा लिस्टमा पर्ने हो कि भन्ने चाहिँ एउटा समस्या चाहिँ नेपालमा पैदा भइरहेको छ। किनभने भुटान जस्तो जुन हाम्रो जस्तै कन्डिसन भएको देश चाहिँ यो लिस्ट ब्यानको लिस्टमा परेको छ भने नेपाल पनि अमेरिकामा विभिन्न कारणले बदनामी छ। जस्तो इमिग्रेन्ट जाने क्रममा पनि नेपालबाट थुप्रो इलिगल इमिग्रेन्टहरू चाहिँ अमेरिकामा छन्। त्यस्तै गरेर रिसेन्टली जुन अगाडि चर्चा गरिएको चाहिँ भुटानको शरणार्थीहरूलाई पठाउने विषयमा पनि नेपालका पदाधिकारीहरू करप्सनमा चार्ज भएको कुरा अमेरिकन अधिकारीहरूको लागि एउटा कन्सर्नको विषय बनेको थियो। त्यस कारणले नेपाल कतै अब हुने एउटा जुन ड्राफ्ट रिभ्यू हुन्छ त्यसमा चाहिँ कतै फेरि नेपालको नाम पनि आउने हो कि भन्ने एउटा खालको संशय चाहिँ रहिरहेको छ। अब यो जुन ब्यान चाहिँ प्रपोज भइरहेको छ, यो विशेष गरेर किन आएको होला भन्ने कुरा अहिलेको एउटा मेजर कन्सर्न हुनसक्छ। अहिले जुन सेक्युरिटी कन्सर्न देखाइएको छ, त्यो विशेष गरेर सेक्युरिटी कन्सर्न देखाइए पनि यो मेजर गरेर चाहिँ भनेको अहिले अमेरिकन नीति चाहिँ के छ भन्दाखेरि टेस्ट, इन्फिल्ट्रेसन, ह्युमन ट्राफिकिङ, आइडेन्टिटी फ्रड, यी जुन कामहरू अगाडि बढिरहेका छन् अथवा जुन गतिविधिहरू अगाडि बढिरहेका छन्, त्यसकारण यी गतिविधिहरूलाई चाहिँ ट्याकल गर्नको लागि अमेरिकाले यो सेक्युरिटी कन्सर्नलाई अगाडि सारेको देख्न सकिन्छ। अझ योभन्दा महत्त्वपूर्ण कुरा भनेको चाहिँ इलिगल इमिग्रेसनको जुन इस्यु छ, त्यो ट्रम्पको लामो समयदेखिको चुनावी मुद्दा हो र पहिलो कार्यकालमा समेत उनले चाहिँ यो विषयमा एकदम चिन्ता र चासो व्यक्त गरेको देख्न सकिन्छ। त्यस कारणले अहिले इलिगल इमिग्रेन्टहरूको इस्युलाई चाहिँ
उठाएर विभिन्न किसिमका गतिविधिहरू पनि भइरहेका छन्। विभिन्न देशका नागरिक जस्तै नेपाल र इन्डियाका कैयौँ देशका नागरिकहरूलाई चाहिँ डिपोर्ट गर्ने काम पनि भइरहेको छ। त्यस कारणले यो चाहिँ इलिगल इमिग्रेसनसँग पनि जोडेर आउँछ। त्यस कारणले अमेरिकामा जुन इलिगल इमिग्रेसनका केसेसहरू एकदमै बढिरहेका छन् त्यसलाई ट्याकल गर्नको लागि पनि यिनीहरूले यो इस्यु चाहिँ उठाएको हुनसक्छ। त्यस्तै गरेर अर्को महत्त्वपूर्ण कुराकानी भनेको चाहिँ पोलिटिकल म्यासेजिङ। अमेरिकाबाट के चाहिँ पोलिटिकल म्यासेज दिन चाहन्छ भन्दाखेरि ती अमेरिकाको एन्टी इमिग्रेसन जुन रेटोरिक छ त्यसलाई चाहिँ विभिन्न संसारभरि उनीहरूले पुर्याउन चाहन्छन्। यदि हामीलाई सहयोग गरिएन यो एन्टी इमिग्रेसन जुन पोलिसी अथवा मुभ छ यसमा ट्रम्पको एउटा कडा सन्देश के छ भने यदि ट्रम्प प्रशासनलाई अथवा अमेरिकालाई यसमा चाहिँ सहयोग गरिएन भने अमेरिकाले जुन हदमा पनि गएर यस्ता खालका प्लानहरू प्रपोज गर्ने विभिन्न किसिमका अरू किसिमका चाहिँ सजायहरू भनौँ अथवा चाहिँ पोलिसीहरू ल्याउन सक्ने देखिन्छ। त्यस कारणले यो जुन 2024मा चाहिँ अमेरिकामा राष्ट्रपति चुनाव भयो त्यसको मेजर एउटा चाहिँ मुद्दा भनेको चाहिँ इलिगल इमिग्रेन्टहरूलाई चाहिँ कन्ट्रोल गर्नको लागि बोर्डर सिक्युरिटीलाई टाइट गर्ने नेसनल सिक्युरिटीलाई अझ अगाडि बढाउने उनको नीति छ। त्यो नीतिकै बावजुद ती नीतिकै सेरोफेरमा रहेर विभिन्न देशहरूलाई पोलिटिकल म्यासेजिङ दिन खोजेको देखिन्छ। त्यस्तै गरेर कतै यो चाहिँ अमेरिकन पोलिसीहरू अथवा अमेरिकाको नजिक नभएको कारणले गर्दाखेरि पनि यो एउटा म्यासेज त होइन भन्ने पनि देख्न सक्छ। किनभने रसिया पाकिस्तान जस्ता कन्ट्रीहरू चाहिँ यहाँ यो ब्यानमा सिपसरी के देख्न सकिन्छ भने अनफ्रेन्डली रिलेसन भएको अमेरिकालाई चाहिँ डिप्लोमेटिक लेभलमा अथवा पोलिटिकल्ली स्ट्राटेजिकल्ली अमेरिकासँग नभएका देशहरूलाई चाहिँ टार्गेट गरेर यो ब्यान चाहिँ आएको देख्न सक्छौँ। अघि मैले भने जस्तै साउथ एसियन कन्टेक्स्टमा हेर्ने हो भने साउथ एसियाका 3वटा देशहरू चाहिँ यो लिस्टमा परेका छन्, भुटान, पाकिस्तान र अफगानिस्तान। भुटान यो विषयमा एकदमै महत्त्वपूर्ण किन छ भन्दाखेरि भुटानबाट विभिन्न तवरले अमेरिकामा मान्छेहरू गइरहेका छन्। एक त विभिन्न तवरले अमेरिकाबाट पनि नेपालबाट जस्तै इलिगल इमिग्रेसनमा जाने केसहरू पनि बढिरहेका छन्। विभिन्न देशहरूमा के अहिलेसम्म 2013देखि 2022सम्ममा लगभग 200भन्दा बढी भुटानीहरू चाहिँ इलिगल्ली अमेरिकामा बसिरहेको चाहिँ सरकार अमेरिकन शासनले चाहिँ त्यहाँ पक्राउ गरेको देख्न सकिन्छ अथवा डेटा देख्न सकिन्छ। त्यस्तै गरेर दोस्रो कुरा भनेको चाहिँ अमेरिकामा भुटानी शरणार्थीको रूपमा नेपालबाट जुन मान्छेहरू अमेरिकामा गएका छन् त्यस कारणले अमेरिकाका लागि त्यो एउटा कन्सर्नको विषय हुनसक्छ। भुटानले त्यहाँको माइनोरिटिजहरूलाई अथवा भुटानका माइनोरिटिजहरूलाई राम्रोसँग वेल ट्रिट नगरेको कारणले पनि हुनसक्छ। तेस्रो अर्को कुरा चाहिँ भुटानी मिडियाहरूले के चाहिँ यहाँनिर उल्लेख गरिरहेका छन् भने जुन 2023मा अथवा अहिले पनि चलिरहेको जुन नेपालबाट भुटानी शरणार्थीहरूलाई अमेरिकामा नक्कली भुटानी शरणार्थी क्रिएट गरेर जुन ठाउने एउटा स्क्याम भएको थियो त्यो स्क्यामका कारणले पनि भुटानको रिपुटेसन खराब भएर भुटानीहरूले चाहिँ कतै यसमा ब्यानमा परेको त होइन भन्ने किसिमले भुटानका पत्र पत्रिकाहरूले कुरा गरिरहेका छन्। भुटानी न्युजहरूले त्यो लिकमा लेखिरहेका छन्। त्यस कारणले गर्दाखेरि यी 3वटा कुराहरू चाहिँ भुटानको इस्युमा कुराकानी चाहिँ भइरहेको छ भुटानी मिडियाहरूमा। दोस्रो भनेको चाहिँ पाकिस्तान जुन अरेन्ज क्याटेगोरीमा परेको छ त्यो चाहिँ विशेष गरेर यो चाहिँ फुल ब्यानमा त छैन तर पनि पाकिस्तानमा डन भन्ने न्युज पेपर जुन छ त्यसले चाहिँ रिपोर्ट गरे अनुसार पाकिस्तान 60 दिनभित्र अमेरिकाका चाहिँ कन्सर्नहरूलाई चाहिँ एड्रेस गर्यो भने सायद त्यो ब्यानबाट चाहिँ बाहिर आउन सक्छ। तर पाकिस्तानको जुन रिपोर्ट अनुसार अथवा पाकिस्तानका न्युज पेपर अनुसार पाकिस्तानले अमेरिकाको जुन सेक्युरिटी कन्सर्न हो अथवा चाहिँ माइग्रेसन सम्बन्धी कन्सर्न हो त्यो कन्सर्नलाई राम्रोसँग एड्रेस नगरेको कारणले गर्दाखेरि ब्यानमा परेको हो भन्ने किसिमको त्यो पत्रिकाको चाहिँ दाबी रहेको छ। अमेरिकाले पाकिस्तानको बारेमा सेक्युरिटी कन्सर्न एउटा उठाइरहेको छ। दोस्रो कुरा भनेको चाहिँ ओभर स्टे भिजा चाहिँ सकिसके पछाडि पनि अमेरिकामा बसिरहने र अरू विभिन्न किसिमका गैर कानुनी कागजातहरू बनाएर अमेरिकामा बस्ने प्रवृत्तिको बारेमा पनि कन्सर्न उठाइरहेको छ। त्यस्तै गरेर अमेरिकाले पाकिस्तानसँग काउन्टर टेररिजम कोअपरेसनमा चाहिँ सहयोगको लागि जुन कुरा गरिरहेको त्यो सहयोग नगरेको अथवा चाहिँ त्यो टेन्सन अमेरिका र पाकिस्तानका बिचमा चाहिँ काउन्टर टेररिजमको कोअपरेसनको विषयमा टेन्सन बढेको कारणले पनि त्यो म्यासेज दिन कति खोजेको हो भन्ने पुरा पाकिस्तानका मिडियाहरूमा अहिले चर्चा भइरहेको छ। त्यस्तै गरेर अफगानिस्तान अर्को चाहिँ देश हो जुन साउथ एसियाबाट त्यो रिजनल लिस्टमा परेको छ।
अफगानिस्तान पहिले पनि 2017 को लिस्टमा पनि त्यो ब्यानमा परेको थियो ट्रम्पको। त्यस कारणले यसलाई हामीले विभिन्न तहबाट हेर्न सक्छौँ। यसमा चाहिँ फुल भिजा ब्यान हो अथवा सस्पेन्सन हो, यो चाहिँ रेड लिस्टमा परेको छ। अब तालिबानको गभर्मेन्ट जब आइसके पछाडि अमेरिकाले राम्रोसँग डिप्लोमेटिक रिलेसनसिप चाहिँ उनीहरूको बिचमा स्थापित भइरहेको छैन। त्यस्तै गरेर तालिबानको नजिक रहेका अथवा तालिबानको सहयोगमा भइरहेका विभिन्न टेररिजम एक्टिभिटिज भइरहेका छन् भन्ने कुरा चाहिँ अमेरिकाले ती कुराहरूलाई उठाइरहेको छ र ती कुराहरूलाई चाहिँ उठाएर अफगानिस्तानलाई चाहिँ रेड लिस्टमा पारेको देख्न सकिन्छ। अब यहाँनिर अघि मैले चर्चा गरेको जस्तै भुटानको जुन एउटा केस अगाडि आइरहेको छ त्यसले नेपाललाई समेत यो मुद्दामा जोडेको छ। नेपाल यो ब्यानको लिस्टमा त छैन, तर भुटानका न्युज पेपरहरूमा चाहिँ यो भुटानको कारणले भन्दा पनि नेपालीहरूले जुन भुटानी शरणार्थीको नाममा यहाँबाट इलिगल्ली मान्छेहरू अमेरिका पठाउने जुन कदम चाले अथवा स्क्याम भयो नेपालबाट, त्यो स्क्यामका कारणले गर्दाखेरि कतै भुटान त्यो लिस्टमा परेको हो कि भन्ने किसिमले न्युज पेपरहरूले चाहिँ शङ्का जाहेर गरिरहेका छन्, कुराकानी गरिरहेका छन्। जस्तो द भुटनिज भन्ने जुन न्युज पेपर छ त्यसले चाहिँ नेपाललाई यसमा जोडेको छ र यो जुन भुटानलाई चाहिँ अनफेयरली जुन ट्रिटमेन्ट अमेरिकाले गरेको छ त्यो चाहिँ भुटानका कारणले भन्दा पनि नेपालीका कारणले भएको हो भन्ने किसिमले कुरा चाहिँ उठाएको छ। त्यस्तै गरेर 2008मा एउटा अर्को इन्सिडेन्ट के भएको थियो भन्दाखेरि भुटानको एउटा कल्चरल ग्रुप चाहिँ अमेरिकामा गयो, तर त्यो कल्चरल ग्रुपमा जुन मान्छेहरू गए त्यसमा गएका मान्छेहरू फर्किएर, भनेको मतलब त्यहाँबाट जुन अमेरिकामा गएको कल्चरल पर्फर्मेन्समा गएको चाहिँ भुटानको टोली थियो, त्यो चाहिँ ह्युमन स्मग्लिङको कारण चाहिँ त्यहाँ एउटा इस्यु बन्न गएको थियो। त्यस कारणले अनि अमेरिकाले भुटानमाथि चाहिँ पक्कै ब्यान गरेको हो कि भन्ने कुराकानी भइरहेछ। त्यस्तै गरेर विकिलिक्सले 2010मा जारी गरेको एउटा केबलमा के कुराकानी गरेको छ भने भुटानबाट जुन माइग्रेन्ट्सहरू अमेरिका गइरहेका छन् तिनीहरूले भुटानबाट जुन मान्छेहरू अमेरिकामा गए उनीहरूले त्यो भिजालाई मिसयुज गरेर इलिगल्ली अमेरिका छिर्ने अमेरिकन भिजाको चाहिँ मिसयुज गरेका कुराहरू पनि त्यो विकिलिक्सको 2010को केबलमा चाहिँ कन्फर्म भएको थियो। सायद त्यो कारण पनि यहाँनिर एउटा कुराकानी हुनसक्छ। त्यस कारणले गर्दाखेरि अमेरिका जेसुकै कुराहरू होस् भुटान त्यो लिस्टमा परेको छ र भुटिजहरूले चाहिँ त्यसमा नेपाललाई लिएर पनि त्यस्तो कुराहरू चाहिँ गइरहेका छन्। त्यस कारणले यसमा अहिले इन्टरनेसनल पत्र पत्रिका त्यस्तै गरेर जुन देशहरू त्यो लिस्टमा परेका छन् उनीहरूबाट पनि विभिन्न तहका विभिन्न कारणसहित यो कुराहरूलाई चाहिँ चर्चा गरिने, यो कुराको बारेमा चाहिँ खोज अनुसन्धान गर्ने, आफ्नो धारणाहरू राख्ने कामहरू भइरहेका छन्। नेपालबाट त्यस्तो कुनै खालको रियाक्सन आइरहेको छैन, किनभने नेपालमा चाहिँ विशेष गरेर सरकारी तर्फबाट त्यस्तो रियाक्सन देख्न सकिँदैन। तर पब्लिकमा चाहिँ अहिले त्यो जुन कतै भुटानी शरणार्थी काण्ड जुन नेपालबाट चाहिँ भएको थियो त्यो काण्डको कारणले भुटान त्यो लिस्टमा परेको त होइन भन्ने किसिमले पनि नेपालीहरूले समेत चर्चा गरिरहेको हामीले यहाँ देख्न सक्छौँ।